हेलो गुड मर्निङ गाइज। आज हामी चितवनको सौराहाको सफारीमा जान गइरहेको छौँ। 7 बजे चाहिँ गाडी आउँछ अरे। त्योभन्दा अगाडि चाहिँ हामी अब रेडी हुँदैछौँ पालो। सो रेडी भइसकेपछि यही नै गाडी आउँछ भन्ने कुरा भयो। सो यहाँबाट गाडी आइसकेपछि हामी चाहिँ यहाँबाट जान्छौँ। अनि त्यसपछि सफारी 4 घन्टाको सफारी रहेको छ। के हुन्छ फर्स्ट टाइम एक्सपिरियन्स हो, कस्तो हुन्छ अपडेट गराउँदै गरौँला। अंकल भन फेरि अंकल भन्छ अंकल भन्छ आपको गयो आपको गयो सङ बजे ल हाम्रो टोली यहाँ जम्मा भइसकेको छ। फोटो सेसन चलिरहेको छ। हाम्रो जिप चाहिँ आएन। यो चाहिँ हामी बसेको होटल रेन फरेस्ट। त्यहाँ चाहिँ स्विमिङ पुल छ अगाडि। जिप त रेडी भइसक्यो अरे नि त, जाने हो। जम ल यो चाहिँ हामी आएको गाडी। मर्निङ दाइ। ए हुन्छ। यहाँ एकजना त आउनु भएको छैन। अलार्म बजिरहेको फेरि। ल यो चाहिँ जिप रहेको छ सफारीको लागि। भाइ हुनुहुन्छ। ल हाम्रो टिम चाहिँ बसिसक्नु भएको छ सबैजना। ल चियर अप गाइज। बाबु ओ बुन्टे संबादे ल यो चाहिँ स्ट्रिट नम्बर 20 बाट हामी लगाइसकेको छौँ। तर यताको इन्भाइरोमेन्ट सही छ क्या फेरि दुवै साइडमा एकदमै राम्रो देखिँदैछ। म त एकदम टुरिस्टको फिल आउँछ क्या। यसलाई भन्छ हात्ती चोक कि गैँडा चोक हो। गैँडा चोक हात्ती चोकमा हात्ती पनि देखिने भयो बिहान है। गैँडा चोक भन्छ यसलाई, के अरे हात्ती चोक भन्छ यसलाई चाहिँ। सरी के भन्छ गैँडा चोक कि हात्ती चोक हो? आफै कन्फ्युज भयो। हात्ती चोक हो अरे होइन, गलत इन्फर्मेसन न्युज त म फेरि सही नै दिइरहेको हुन्छु, तर कहिले काहीँ गलत हुन जान्छ। त्यही भएर हात्ती चोक नै हो है त। स्ट्रिट नम्बर 20 हात्ती चोक। हात्ती चोकमा हात्तीको लाइन छ त्यहाँनिर। गजराज हात्ती नै हो कि अब यहाँ चाहिँ हात्तीको नेम चाहिँ दुईवटा हुन्छ, एउटा मेल र फिमेल हो। अनि मेलहरूलाई चाहिँ राज दिन रहेछ नाममा, फिमेलहरूलाई चाहिँ कली दिन रहेछ। जस्तै अब गजराज भनेर चाहिँ अरू यतापट्टि पवन कली त्यस्तो नाम हुने रहेछ दुईवटा। यो खोलाको यतापट्टि यो यता लेफ्ट राइट साइडको किनारमा चाहिँ राप्ती नदी भयो। अहिले यहाँ पनि एकचोटि आउँछौँ हामी। अनि यतापट्टि साइड चाहिँ अब यो सबै चलिरहेको क्या बसोबास भनौँ न, मान्छेहरू बसिरहेको हुँदैन यतापट्टि। अनि यतापट्टि धेरै जस्तो बिजनेस छ लेफ्ट साइडमा। यतापट्टि राइट साइडमा हाम्रो निकुञ्ज भयो, अनि त्यसपछि नदी भयो। योभन्दा राइट साइडको पारिपट्टि चाहिँ हामी सफारीमा जान्छौँ। अब यो सफारी चाहिँ 3टा टाइपको हुने रहेछ। एउटा 2 घन्टा, 4 घन्टा र 8 घन्टा हुने रहेछ। 2 घन्टावाला सामुदायिक वन, 4 घन्टावाला चाहिँ राष्ट्रिय निकुञ्ज। अनि सेम रहेछ 4 घन्टा चाहिँ 8 घन्टा, तर टाइम चाहिँ बढी स्पेन्ड हुने 8 घन्टामा। यो दुईवटा रहेछ। हामी जङ्गल एरिया छिर्यौँ जस्तो लाग्यो। लगभग अब घरहरू चाहिँ सक्यो यहाँबाट। एक दुईवटा चाहिँ आउँदैछ अझै आउन त।
बग हो हामी चाहिँ कोरतिर यहाँतिर सिरियो भनौँ न यहाँ के भन्छ सिमेट्री रहेछ क्या अरे अझै पनि मान्छे त हिँडिरहेको छ नि यो पनि एरिया त होइन चाहिँ यहाँबाट भित्रिहाल्छ डिपेन्ड छ भने चाहिँ केही न केही त बार लाकै होला भन्ने मेरो अनुमान रहेको छ यो फेरि हाँसले बाटै छोडेर हेरेर हो बाबा हो लडेको छ साइक्लिङ चलिरहेको फेरि साइक्लिङ चलिरहेछ चाहिँ यतातिर कन्स्ट्रक्सन चलिरहेको जाडो लाग्छै हुँदैन बिहान बिहान यहाँ हाइट राइड अब सुरु भयो यहाँ अब यहाँनिर चाहिँ पर्मिट दिएर जस्तो लाग्छ मलाई पर्मिट लिने मान्छेहरू पनि छैन फेरि के भइरहेको छ यहाँ बजारा जाति हो गणेश आएन आयो सुरु है गणेश र कुमारको दर्शन सहित हामीलाई देखेर मयुर दुखी भयो जस्तो लाग्यो हजुरहरूले केयर गर्ने कुरो चाहिँ मुख्य कुरो चाहिँ तपाईँहरूले मोबाइल पर्सहरू चाहिँ एकदम केयर गर्नुपर्छ किन अफ रोड हुन्छ बम्पिङ हुन्छ खसिराखेको अब यहाँ पर्मिट काटेर हामी इन्ट्री गर्छौँ जस्तो छ नामको राष्ट्रिय निकुञ्जबाट पर्मिट आइसक्यो हजुर तपाईँहरूको नामको पर्मिट चाहिँ आइसक्यो नाम टिपार छन् भएको थियो नि वनको पर्मिट चाहिँ आज नेसनल पार्क जाने बाटो यही हो हुन्छ सामुदायिक वनै लेखेर नि त्यो पर याद चाहिँ हामी चितवन राष्ट्रसँग कनेक्ट भएको कुम्रो मध्यप्रदेश सामुदायिक वन घुम्न जान्छौँ कि चाहिँ जुनको हाम्रो चाहिँ तपाईँको 2 घन्टाभन्दा ओभरअल माथि हुन्छ तपाईँको हामी घुम्ने क्रममा चाहिँ यसको टोटल क्षेत्रफल 692.91 हेक्टर छ ठिकै छ वनको पर्मिट अब यहाँबाट लिएर हामी यहाँबाट इन्ट्री गर्छ फेरि सामुदायिक वन रहेछ खासमा चाहिँ 2 घन्टा प्लस भन्ने कुरा गर्दाखेरि भनेपछि सामुदायिक वनबाट छिरेर हामी नेसनल पार्कमा छिर्छौँ अनि भनेर छुनी मात्र हो छुनी हल्का यसो हातले छोरा आउँछ हामी त्यसो भए नेसनल पार्कमा छिर्छ भन्दैन त्यही त गफ त हान्नु भइगयो नि 4 घन्टा भन्ने चाहिँ अघि नै यहाँ अनि सानोतिनो प्याकेज कहाँ छ त 4 घन्टाको प्याकेज दिइहाल्ने हो फ्याँकिहाल्ने आयो कि फ्याँकिहाल्ने अब यहाँ म फेरि छेउमा छु यहाँ यी हल्का मौका खेल जब सुरु हुन्छ बल्ल सुरु हुँदै रहेछ हामी त्यसै फर्स्ट चलाएर छ है हामीहरू जाउँ कतिको लकी छौँ हामी तपाईँहरूलाई केही सोध्न मलाई सोध्न सक्नुहुन्छ र आज हामी यो घुम्ने जङ्गलमा चाहिँ हामी यहाँ सालको भन्छ देखिँदैन है यो चाहिँ साल फरेस्ट होइन यो चाहिँ तपाईँको रिभर एन्ड फरेस्ट भन्छ यसलाई चाहिँ तपाईँको खोला नालाको आसपासको जङ्गललाई चाहिँ हामी रिभर एन्ड फरेस्ट भन्छ जुन चाहिँ हाम्रो नेपालमा 30% मात्र छ र यहाँ चाहिँ बढी जस्तो सालको फरेस्ट छ बढी छ 75% साल फरेस्ट तर हाम्रो अलिक डिपमा जानुपर्छ अब हन्टिङ हुन्छ हन्टिङ गैँडाको एउटा हर्न भेट्यो भने बुझाइहाल्नु एउटा मृग देखाएको थियो भर्खरै यहाँ भर्खरै गएको थियो मृग हो कि त्यो जरायो हो कि थाहा है भर्खरै यहाँबाट गएको थियो सिङ भयो जरायो होला मृग सिङ थिएन ए उयो हो ए एकदम गाह्रो हुन्छ कि देख्नु क्यामोफ्लेजै रहेछ नि त सही हो ल
अट्र्याक्ट गर भाइ मलाई अट्र्याक्ट 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 बाटो काटेको छ हो जक्ली हेर्नु यहाँबाट यो चाहिँ फिमेल लिडर जस्तो देखिन्छ तर सबै मेलै मेरो ए उयो हो क्या लिडर अगाडि अलिक ठुलो फिमेल भनेको उयो नै जस्तो देखियो भनेपछि ऊ नै लिडर हो है यो हाम्रो अगाडिको अरू सबै प्रायः मेलै मेल छन् जम्मा यहाँ मात्रै 3टा फिमेल देखेँ मैले लघुना प्रजातिको बियर रहेको अलिदेखिको चरा सानो दियो हरेमा स्कुटेड एउटा लाग्यो तिनवटा एउटा प्रजाति मात्रै लाग्यो सबैभन्दा सानो प्रजाति यो अलि उता के अरे कङ्गारू टाइपको रहेछ अलिकति हेर्दाखेरि भात होला त्यो ठाडो गऱ्यो भने त ठ्याक्कै कङ्गारू जस्तो पो देख्छ चरा चाहिँ डेन्जर ढिलो गरेको यो चाहिँ मेल हो दुईवटा बनकुखुरा पनि छ तल ट्याक्कै त्यो तल बनकुखुरा पनि छ ए अच्छा ओ हो रहेछ यार बनकुखुरा त कुखुरा जस्तो हुँदो रहेछ त्यो जराएको मुनि अलि त पछाडि ए देख्यो कोही ठाउँ भयो राँगा जति बराबरको हुँदो रहेछ अनि सिम झारीबाट हुन्छ हामी अब कोर जङ्गलमा अघि नै छिरिसकेका छौँ 5-7 मिनट भयो होला अब यहाँबाट चाहिँ हामी अब चाहिँ अलि राम्रो राम्रो अलिक खत्रै जनावरहरू देख्छौँ कि भन्ने आशमा छौँ नेपालीबाट चाहिँ ब्राह्मणी चरा नि भन्छ होला त्यो परको चाहिँ चखेवाको जोडी हो त्यो साइबेरियाबाट मात्र आउँछ एकदमै रियर जाडो महिना मात्र आउँछ एकदम भेजिटेरियन लेउ मात्रै खान्छ अरे मलाई होइन 3-4वटा छ तर हल्का टुप्पो देखियो गैँडा पनि छ एक सिङ्गी गैँडा है चाहिँ 1 हर्न राइनोसेरस अर्को ट्रिप पनि मिल्छ त्यहाँ ओ बुन्टे पापा हेर पापा यहाँ चाहिँ हाम्रो खासै कफी खानलाई यसो रोकेको हो कफी टाइम भइसकेको छ कुमरोज मध्यवर्ती भन्ने कुरो के कुमरोज बफर जोन कम्युनिटी फरेस्ट रिजर्भको कफी त खाएर अब कफी खाएर हामी फेरि ब्याक टु सफारीमा लागिसकेको छौँ अब यहाँनिर सानो बोट चाहिँ रहेछ त्यहाँनिर अगाडि छ गैँडा पानी गैँडा चाहिँ पानीमा चट्ट बसिरहेको त्यो माथिको सिङ हो त्यसको चाहिँ रहेन है मेल फिमेल दुइटैको सिङ हुन्छ त्यसको चाहिँ रहेन बुढो हुँदै गएछ हाम्रो घरको टुक्रो टुक्दै जान्छ बुढो हुँदै हल्का टुक्रिँदै टुक्दै जान्छ कि यसको छाला चाहिँ एकदमै बाक्लो हुने भएर चाहिँ
यसलाई गर्मी बढी हुने रहेछ त्यसरी यो पानीमा बस्दो रहेछ हामी चाहिँ सफारीबाट बाहिर निस्किसक्यौँ रोडमा अब रोडबाट हामी होटलमा जान्छौँ त्यसपछि अब हुन्छ कुरा ल होटलमा आइसकेको छ हामी चाहिँ त्यसपछि अब भनेको ब्रेकफास्ट टाइम हो हुन्छ असली खेल यहाँ भयो यस्तो चिसो भयो यार टी सर्ट लाएर गइदिएको यस्तो चिसो 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 भएर साइकल चलाइदिनु क्या केटीको स्विमिङ पुल एक भिजिट हान्नु न स्विमिङ पुल सफा हुँदैछ अथवा क्लिनिङ टाइम अब जानै मिल्दैन हजुर भाउजूलाई भयो मनोकामना जान पाएन भने मनोकामना Okay guys, that's the end of my safari vlog. Thank you so much for watching. Bye bye. रुममा पुगेछु यार